रोमीको पत्रिका 12 अध्याय 2 पद यस प्रकारले लेखिएको छ, यस संसारको ढाँचामा नचल, मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित र परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। यस प्रकारले लेखिएको छ, प्रभु यीशु मसीहलाई विश्वास गर्ने प्रभुका जनहरू अनि परमेश्वरको सन्तानहरू, प्रभुको लोकहरू संसारको ढाँचामा चलेको एकदमै सुहाउँदैन अनि परमेश्वरले मन पराउनुहुन्न। किनभने संसारको ढाँचामा चल्न चाहिँ संसारलाई प्रेम गर्नेहरू अनि संसारलाई प्रेम गर्ने चाहिँ परमेश्वरसँगको दुश्मनी हो। त्यसलाई प्रभुको जनहरूले संसारसँग संसारको ढाँचामा चल्नु राम्रो होइन। जसरी उत्पत्तिको किताबमा हामी देख्छौँ, परमेश्वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो अनि परमेश्वरको लोकहरू, प्रभु यीशु मसीहलाई विश्वास गर्ने परमेश्वरका जनहरूलाई परमेश्वरले संसारदेखि अलग राख्नुभएको छ। संसारदेखि अलग आत्मामा परमेश्वरले राख्नुभएको छ अनि संसारको ढाँचामा चल्नु संसारसँग दोस्ती गर्नु हो अनि संसारसँग दोस्ती गर्नु चाहिँ परमेश्वरको बैरीहरू अर्थात् शत्रुहरू। यसलागि प्रभुको लोकहरू संसारको ढाँचामा चलेको अति नै सुहाउँदैन अनि राम्रो होइन अनि परमेश्वरले संसारको ढाँचामा चल्नेहरूलाई एकदमै मन पराउनुहुन्न। मत्तीको पुस्तक 7 अध्यायको 21 पदमा लेखिएको छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा जान सक्दैन। किन स्वर्ग राज्यमा जान सक्दैन भने संसारसँगको मित्रता, संसारसँग दोस्ती राख्ने, संसारको ढाँचामा चल्ने, मुखले मात्रै प्रभु प्रभु भन्नेहरू तर कर्मले चाहिँ संसारसँगै दोस्ती गर्ने, संसारसँगै मित्रता बाँच्ने, संसारसँगै मिल्ने यस्तो लोकहरू प्रभु यीशु मसीहले मन पराउनुहुन्न। अनि प्रभु यीशु मसीहले भन्नुभयो मत्ती 7 अध्यायको 21-22 पदमा, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्ग राज्यमा प्रवेश गर्न सक्दैन, तर त्यही जो मेरो स्वर्गीय पिताको इच्छा पालन गर्छ। जसले परमेश्वरको वचनलाई पालन गर्छ, परमेश्वरसँग उसले प्रेम गरेको हुन्छ। प्रभु यीशु मसीहले भन्नुभएको छ, उसले मलाई प्रेम गर्छ, उसले मेरो वचन पालन गर्छ। प्रभुको लोकहरूले यो कुरा बुझ्नुपर्छ अनि संसारको ढाँचामा चल्ने होइन, तर कलसी 3 अध्यायको 1 पदमा लेखिएअनुसार अघि संसारमा हुँदा शरीरमा थियो, आत्मा मरेको थियो र शरीरकै कुराहरूमा मात्रै उसले मन लगाउँथ्यो भनेदेखि अब प्रभु यीशु मसीहलाई विश्वास गरेको समयदेखि ऊ प्रभु यीशु मसीहमा अर्थात् आत्मामा उसको जन्म भएको छ। अब उसले आत्मिक दुधको तृष्णा गरेको हुन्छ अनि अब उसले आत्माको कुराहरूलाई खोज्नुपर्छ। कलसी 3 अध्यायको 1 पदमा हामी देख्छौँ, माथिका कुराहरू खोज्नु अनि माथिको कुराहरूमा मन लगाउनु। माथिको कुराहरू जुन चाहिँ स्वर्गीयको कुराहरू अर्थात् आत्माको कुराहरू। अब आत्मामा जन्मेपछि आत्माका कुराहरू प्रभुको छोराछोरीहरूले आत्माको कुराहरू खोज्छ। जसरी शरीरमा जन्मँदा शरीरको कुराहरू मानिसहरूले खोज्छ भने त्यसरी आत्मामा जन्मिनेहरूले आत्मिक कुराहरू, माथिको कुराहरूको खोजी गर्नुपर्छ। कलसी 3 अध्याय 1 पदमा लेखिएको छ। अनि जसले माथिको कुराहरू खोज्छ भने उसको मन माथिको कुराहरूमा मन लागेको छ भने संसारको कुराहरू उसको लागि गोबर तुल्य हुन्छ अनि उसले संसारको ढाँचामा ऊ चल्नु चाहँदैन अनि संसारसँग चल्दैन, संसारसँग एकै मनको हुँदैन। किनभने जसरी अन्धकारबाट उज्यालो अलग गरिएको छ त्यसरी नै आत्मामा ऊ संसारबाट अलग भएको ऊ एउटा मानिस हो। प्रभु यीशु मसीहलाई विश्वास गरेपछि उसको जीवन परिवर्तन हुन्छ। उसको जीवन मात्रै परिवर्तन नभएर उसको हृदय, मन
अनि उसको विवेक, उसको दिमाग पनि परिवर्तन हुन्छ। यसैलागि शरीरको कुरामा उसको ध्यान हुँदैन। शरीरको कुरामा अर्थात् संसारको कुरामा उसले मन लगाउँदैन। अब ऊ नयाँ जन्म भएको छ। अब उसको नयाँ विचार, अब उसको जीवन मात्रै होइन, उसको हृदय पनि परिवर्तन भयो अनि उसको दिमाग, उसको विवेक पनि परिवर्तन भएको छ। अब अघि जुन कुराहरू उसको दिमागमा थियो त्यो कुराहरू सबै दिमागबाट हटेर गइसकेको छ अनि जुन इच्छा विचारहरू उसको हृदयमा थियो त्यो कुराहरू पनि सबै हराएर डिलिट भएर गयो। अब उसको हृदयमा, उसको दिमागमा आत्मिकी कुराहरू सेभ भएको हुन्छ। परमेश्वरको वचनको रहस्य, भेद, प्रकाशहरू कुराहरू बुझ्न चाहन्छ अनि त्यसमा अघि बढ्दै जान चाहन्छ। परमेश्वरको प्रेममा बनिरहनु चाहन्छ। यहाँ लेखिएको छ, यस संसारको ढाँचामा नचल अनि मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित र परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जान्न सक। मनमा नयाँ भएर पूर्ण रूपले परिवर्तन भएर अब परमेश्वरको सिद्ध इच्छा के हो, परमेश्वरको सिद्ध इच्छालाई बुझ्न चाहन्छ अनि परमेश्वरको असल, ग्रहण योग्य, हृदय अनुसारको मान्छे, परमेश्वरको सिद्ध इच्छामा लाग्ने मान्छे, परमेश्वरको सिद्ध इच्छा के हो त्यो बुझ्न चाहने मान्छे। अनि यस्तो मानिसहरू परमेश्वरमा ग्रहण योग्य मान्छे, परमेश्वरको हृदय अनुसारको मान्छे भनिन्छ। कति मानिसहरू हुन्छ संसारकै चालामा, संसारसँग मिलेर बस्न चाहने, संसारसँग दोस्ती गर्ने। याकुब 4 अध्यायको 4 पदमा लेखिएको छ, संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो। अनि संसारलाई प्रेम गर्छ भने परमेश्वरको प्रेम उसमा हुँदैन। यसैलाई यहाँ लेखिएको छ, यस संसारको ढाँचामा नचल। अनि यस संसारको ढाँचामा चलिरहने, संसारसँगै मिलिरहन्छ भने उस संसारबाट ऊ पराजित भइन्छ। संसारबाट उसले जय पाएको हुँदैन। रोमीको किताब 12 अध्यायको 21 पदमा लेखिएको छ, खराबीबाट पराजित नहौ तर खराबीलाई भलाइले जित। प्रभुको लोकहरूमा संसारले हरेक प्रकारको प्रहार गरिरहन्छ। लडाउने, गिराउने, मार्ने, फ्याँक्ने, थेचार्ने, पछाड्ने, अभियोग लाउने, यो सबै कामहरूलाई प्रभुको लोकहरूले भलाइले जित्दै गएको छ। यस्तो सबै खराबी कामहरूमा प्रभुको लोकहरूलाई भलाइले जित्ने प्रभुले बनाउनु भएको छ। खराबीबाट पराजित हुनु होइन। मूर्खलाई मूर्खकै जवाब दिनु राम्रो होइन। खराबीलाई प्रभुको लोकहरूले भलाइले जित्नुपर्छ। त्यसै गरी संसारको ढाँचामा नचल्नु। संसारको ढाँचामा चल्ने मान्छे खराबीबाट पराजित हुन्छ। अनि खराबीलाई भलाइले जित्ने कुरालाई उसले बोलिन्छ। प्रभुको लोकहरूलाई भनिएको छ, रोमी 12 अध्याय 21 पदमा, खराबीबाट पराजित नहौ तर खराबीलाई भलाइले जित। खराबीबाट पराजित हुनु नै संसारको ढाँचामा चल्नु। संसारको ढाँचामा चल्नु नै खराबीबाट पराजित हुनु हो। अनि खराबी नै जवाब दिएर खराबी जस्तै हुनु, मूर्खलाई मूर्खतामा जवाब दिए झैँ मूर्ख ठहरिनु हो। संसारबाट अलग रहनु नै संसारबाट जय पाउनु हो। अनि संसारबाट अलग रहनु नै परमेश्वरको समीप रहनु हो, परमेश्वरलाई प्रेम गर्नु हो। अनि संसारबाट अलग रहनु नै यो संसारसित एकै चालाका नचल्नु हो। अनि संसारसित अलग रहनु नै परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा गर्न सकिन्छ। अनि मन अनि जीवन परिवर्तन हुँदै जान सक्छ।